नमस्ते। आज हामी एउटा यस्तो विषयमा गहिरिएर छलफल गर्दैछौँ जुन हेर्दा एउटा सरकारी सूचना जस्तो मात्र देखिन्छ। हो। तर यसले नेपालको सरकारी ब्याङ्किङ क्षेत्रको भविष्य, रोजगारीको बजार अनि प्रविधिको भूमिका बारे धेरै कुरा भन्छ। एकदमै। हामीसँग कृषि विकास ब्याङ्क लिमिटेडले हालै प्रकाशित गरेको पदपूर्ति सम्बन्धी सूचनाको विस्तृत कागजात छ, जसमा 242 स्थायी पदका लागि आवेदन मागिएको छ। 242 पद। आजको हाम्रो छलफलको उद्देश्य यो सूचनाको विवरण दिनु मात्र होइन, बरु यो सूचनाको हरेक पाटोलाई खोतल्नु हो। 242 पद आफैमा ठूलो संख्या हो नि, तर यसमा सबैभन्दा धेरै सहायक स्तरको लेखपाल मागिएको छ। के यसले ब्याङ्कलाई उच्च तहका व्यवस्थापक भन्दा फिल्डमा काम गर्ने कर्मचारीको बढी खाँचो छ भन्ने देखाउँछ? यो एकदमै महत्त्वपूर्ण अवलोकन हो। कुल 242 पदमध्ये अधिकांश पद त्यो सहायक स्तर चौथो तहको लेखपालमा छ। हो। यसले स्पष्ट रूपमा के संकेत गर्छ भने ब्याङ्क अहिले उच्च व्यवस्थापन वा ब्याक अफिस भन्दा पनि फ्रन्ट लाइन अर्थात् ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीको संख्या बढाएर आफ्नो सेवा विस्तार गर्ने रणनीतिमा छ। यो ब्याङ्कको ग्रामीण र अर्धशहरी क्षेत्रमा आफ्नो पहुँच बढाउने र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने योजनाको हिस्सा हुन सक्छ। अनि सूचनामा स्थायी पद भनेर विशेष जोड दिएको छ, सरकारी सेवामा नयाँ आउनेहरूका लागि। यो शब्दको खास अर्थ के हो? यो केवल लामो समयसम्म जागिर खान पाइन्छ भन्ने मात्रै हो त? होइन, यसको अर्थ त्योभन्दा गहिरो छ। नेपालको सामाजिक आर्थिक परिवेशमा सरकारी स्वामित्वको संस्थामा स्थायी जागिर हुनु भनेको त्यो वृत्ति सुरक्षाको सबैभन्दा बलियो ग्यारेन्टी हो। वृत्ति सुरक्षा हो। यसले आर्थिक स्थायित्व मात्रै दिँदैन, सामाजिक प्रतिष्ठा पनि बढाउँछ। सूचनामा उल्लेख गरिएको 1 वर्ष पुरुषको लागि र 6 महिना महिलाको लागि परीक्षणकाल। यो प्रोबेशन पिरियड पनि यही प्रक्रियाको एउटा अङ्ग हो। यो अवधिमा कर्मचारीको कार्य सम्पादन हेरिन्छ र त्यसपछि मात्रै नियुक्ति स्थायी हुन्छ। त्यसैले यो शब्दले हजारौं आवेदकलाई आकर्षित गर्छ। यो त भयो अवसरको आकार र त्यसको रणनीतिक पक्ष। अब अलिकति फलक तर उत्तिकै महत्त्वपूर्ण विषयमा जाउँ, समावेशिता। यो विज्ञापनमा पदहरूलाई खुला प्रतिस्पर्धा र विभिन्न समावेशी समूहमा बाँडफाँड गरिएको छ, जस्तो कि 29 जना व्यवसाय अधिकृत मध्ये 9 जना मात्रै खुल्लाबाट र बाँकी 20 जना महिला, आदिवासी जनजाति, मधेसी जस्ता समूहका लागि छुट्याइएको छ। हो, र यो केवल संख्याको खेल होइन। यो राज्यका हरेक निकायमा सबै समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने नेपालको संवैधानिक व्यवस्था र कानूनी नीतिको व्यावहारिक कार्यान्वयन हो। यसको पछाडिको सोच के हो भने ब्याङ्क जस्तो सार्वजनिक सेवा प्रदायक संस्थाको कर्मचारी संरचनाले देशको सामाजिक विविधतालाई प्रतिबिम्बित गर्नुपर्छ। यसले सेवालाई सबै समुदायका लागि थप पहुँच योग्य र अपनत्व महसुस गराउन मद्दत गर्छ। यो व्यवस्था सैद्धान्तिक रूपमा त उत्कृष्ट छ, तर यसको कार्यान्वयनमा कहिलेकाहीँ लक्षित वर्गको पनि सबैभन्दा पहुँचवाला व्यक्तिले मात्र अवसर पाए, साँच्चै पछाडि परेकाले पाएनन् भन्ने गुनासो पनि सुनिन्छ नि। हो, सुनिन्छ। के यो विज्ञापनको प्रक्रियाले त्यस्ता सम्भावित समस्यालाई रोक्न कुनै उपाय अपनाएको छ? यो निकै जायज प्रश्न हो र नीतिगत बहसमा सधैँ उठ्ने गर्छ। यो विज्ञापनको प्रक्रियाले चाहिँ के सुनिश्चित गर्न खोजेको छ भने कम्तीमा पनि गलत व्यक्तिले यो सुविधा नपाओस्। जस्तै आदिवासी जनजातिको कोटामा आवेदन दिन नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको व्यक्ति हुनुपर्छ अनि त्यसलाई सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित गराएको हुनुपर्छ। प्रक्रियागत कडाइ छ। ओहो, यो प्रशासनिक प्रक्रियाले कम्तीमा पनि योग्यता नपुगेका वा नक्कली दावी गर्नेहरूलाई रोक्छ। तर तपाईले उठाएको प्रश्न अर्थात् लक्षित समूहभित्र पनि सबैभन्दा पछाडि परेकासम्म अवसर पुग्यो कि पुगेन भन्ने चाहिँ त्यो यो विज्ञापनको दायराभन्दा बाहिरको एउटा बृहत सामाजिक, आर्थिक र राजनीतिक प्रश्न हो। र सही व्यक्ति छान्नका लागि योग्यताको मापदण्ड पनि त स्पष्ट हुनु पर्यो। यी विभिन्न पदहरूका लागि ब्याङ्कले कस्तो योग्यता खोजेको रहेछ त? यहाँ योग्यताको ढाँचा हेर्दा एउटा कुरा प्रष्ट देखिन्छ। शाखा प्रमुख बन्न अनिवार्य अनुभव छ,
तर व्यवस्था अधिकृतका लागि अनुभव नचाहिने। यसको मतलब भर्खरै स्नातकोत्तर सकेका युवाहरूले अधिकृत स्तरमा प्रवेश गर्ने ढोका खुला छ, होइन त? एकदम सही। ब्याङ्कले अनुभव र नयाँ प्रतिभाबीच गजबको सन्तुलन खोजेको देखिन्छ। 8औं तहको शाखा प्रमुखका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तरसँगै 4 वर्षको अधिकृत स्तरको अनुभव माग्नुले 4 वर्ष हो। यसले ब्याङ्क आफ्नो नेतृत्वदायी भूमिकामा परिपक्व र अनुभवी व्यक्ति चाहन्छ भन्ने देखाउँछ। सरकारी सेवामा तहले केवल पद मात्रै जनाउँदैन, यसले जिम्मेवारी, अधिकार र तलबको स्केल पनि निर्धारण गर्छ। 8औं तह भनेको त्यो शाखाको सम्पूर्ण नेतृत्व लिने पद हो। अनि 6औं तह जुन प्रवेश स्तरको अधिकृत पद हो, त्यसमा चाहिँ अनुभव नचाहिने व्यवस्था छ। हो, 6औं तहको व्यवसाय अधिकृतका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेकै भरमा आवेदन दिन पाइन्छ। यसले भर्खै विश्वविद्यालयबाट निस्केका प्रतिभाशाली युवाहरूलाई सोझै अधिकृत तहमा प्रवेश गर्ने अवसर दिन्छ। नयाँ सोचलाई स्वागत। हो, यो नयाँ सोच र ऊर्जालाई संस्थामा भित्र्याउने तरिका हो। त्यस्तै सोही तहको लेखा अधिकृत पदका लागि सीए वा एसीसीए जस्तो विशेषज्ञता माग्नुले ब्याङ्क आफ्नो वित्तीय व्यवस्थापन र लेखा प्रणालीलाई कति गम्भीरताका साथ लिन्छ भन्ने स्पष्ट पार्छ। अनुभवीलाई नेतृत्वमा, नयाँलाई कार्यकारी भूमिकामा र विशेषज्ञलाई प्राविधिक काममा राखेर एउटा बलियो टिम बनाउने यो राम्रो रणनीति हो। अब सबैभन्दा धेरै पद भएको लेखपालको कुरा गरौँ। यसका लागि योग्यता छ व्यवस्थापन वा अर्थशास्त्रमा +2, कम्तीमा D+ ग्रेड र 3 महिनाको आधारभूत कम्प्युटर तालिम। उमेरको हदबारे पनि छोटकरीमा कुरा गरौँ। अधिकृत र सहायक दुवै स्तरका लागि 18 देखि 35 वर्ष तोकिएको छ। तर महिला र अपाङ्गता भएका व्यक्तिको हकमा 40 वर्षसम्म। यो पनि समतामूलक अवसर सिर्जना गर्ने एउटा महत्त्वपूर्ण कदम हो। यसले विवाह, बच्चाको हेरचाह वा अन्य सामाजिक कारणले करियरमा केही समयको अन्तराल आएका महिलाहरूलाई फेरि मूलधारमा फर्कन प्रोत्साहन गर्छ। ठीक हो। साथै ब्याङ्कका स्थायी कर्मचारीलाई उमेरको हद नलाग्ने व्यवस्थाले संस्थाभित्रै कार्यरत कर्मचारीहरूलाई पनि वृत्ति विकासको लागि अवसर प्रदान गरेको छ, जसले कर्मचारीको मनोबल उच्च राख्न मद्दत गर्छ। योग्यता र सिपको कुरा गर्दा गर्दै अब आवेदन दिने प्रक्रियामा जाउँ। यो प्रक्रिया आफैमा एउटा ठूलो परिवर्तनको सङ्केत हो। सबै कुरा अनलाइन vacancy.adbl.gov.np मार्फत हो, सबै अनलाइन। यसले खास गरी काठमाडौँ बाहिरका आवेदकहरूलाई कति सजिलो बनाएको छ, होइन र? यो प्रक्रियागत सुधार मात्र होइन, यो अवसरमा पहुँचको लोकतान्त्रिकीकरण हो। मलाई याद छ केही वर्ष अघिसम्म सरकारी जागिरको फारम भर्न लाइन लाग्नु पर्थ्यो। हो, ब्याङ्कमा घण्टौं लाइन लाग्नु पर्थ्यो। कतिपय मानिसहरू त फारम बुझाउनकै लागि आफ्नो जिल्लाको सदरमुकाम वा काठमाडौँ धाउनु पर्ने बाध्यतामा थिए। त्यो समय र खर्च सम्झिँदा अहिलेको प्रक्रिया त चमत्कार जस्तै लाग्छ। साँच्चै घरमै बसेर कागजात अपलोड गर्ने अनि ई सेवा वा खल्ती मार्फत शुल्क तिर्ने सुविधाले पुराना सबै भौगोलिक र आर्थिक बाधाहरू हटाइदिएको छ। अनि प्रक्रियालाई पारदर्शी बनाउन पनि केही व्यवस्थाहरू छन् जस्तो देखिन्छ। शुल्कको कुरा गर्दा अधिकृतलाई रु 1000 र सहायकलाई रु 800 अनि हरेक थप समावेशी समूहका लागि रु 400 हो। यो स्पष्ट छ। तर त्यसपछि के हुन्छ? आवेदन स्वीकृत भयो कि भएन भनेर कसरी थाहा पाउने? त्यसका लागि पनि आधुनिक प्रविधिको प्रयोग गरिएको छ। सूचना अनुसार आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी आवेदकलाई SMS वा इमेल मार्फत पठाइन्छ। SMS या इमेल आउँछ? हो, योर एप्लिकेसन हैज बीन अप्रुभ्ड जस्तो सन्देश आउनुले आवेदकलाई आफ्नो प्रक्रिया कहाँ पुग्यो भन्ने बारे ढुक्क बनाउँछ। पहिले जस्तो प्रवेशपत्र आउने दिनसम्म पनि आफ्नो फारम दर्ता भयो कि भएन भनेर अन्योलमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ। यसले सम्पूर्ण प्रक्रियामा आवेदकको विश्वास बढाउँछ। र समय सीमा पनि महत्त्वपूर्ण छ। आवेदन 2081 साल फागुन 1 गतेदेखि 21 गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन 28 गतेसम्म। यो पर्याप्त समय हो, तर अन्तिम दिनको प्रतीक्षा नगर्नु नै बुद्धिमानी होला। पक्कै पनि। अन्तिम समयमा वेबसाइटमा धेरै चाप परेर प्राविधिक समस्या आउन सक्छ। त्यसैले समयमै भर्नु सबैभन्दा सुरक्षित हुन्छ।
त्यसो भए यो सबै छलफललाई संक्षेपमा हेर्दा के देखिन्छ भने कृषि विकास ब्याङ्कको यो पदपूर्ति सूचना केवल एउटा जागिरको विज्ञापन होइन। होइन, यो देशभरका योग्य उम्मेदवारहरूका लागि एउटा ठूलो अवसर हो, जुन ब्याङ्कको विस्तार रणनीतिको हिस्सा हो, राष्ट्रिय समावेशी नीतिद्वारा निर्देशित छ र पूर्णतया आधुनिक डिजिटल प्रक्रियाद्वारा सञ्चालित छ। एकदम यसले यसलाई पहुँच योग्य र पारदर्शी बनाएको छ। एकदम